भन्न पाएको हुन्थ्यो है को धेरै ट्यालेन्टेड छ अरे नडाटी म के नडाटी हन् के म नडाटी हन् ल म बाबाको धेरै माया लाग्छ कि मम्मीको दुईटैको एउटालाई यसैले गर्नु पर्यो भने तपाईहरुको समक्ष हुनुहुन्छ हामीसँग दुईजना है हजुरको शुभ नाम अंश अनि हजुरको आरब आरब हजुरलाई मैले माइक दिएछु दुईटै भाइ पालो पालो गर्ने है हुन्छ तपाईहरु दुई दाजुभाइ हो कतिमा पढ्नुहुन्छ म 4 दादा 5 हो को धेरै ट्यालेन्टेड छ भन्न पाएको हुन्थ्यो है को धेरै ट्यालेन्टेड छ अरे नडाटी म के नडाटी हन् के म नडाटी हन् ल म हो हैन को धेरै पढ्छ दुईटै दुईटै पढ्छ तिमीलाई धेरै के आउँछ मलाई धेरै लेख्न लेख्न आउँछ हो तिमीलाई धेरै के आउँछ मलाई त थाहा छैन मामाको बिहेमा को धेरै नाच्यो म भन्न पाएको हुन्थ्यो त नाचिसको पै हो नाचेको त नाचेको अलिअलि पाएको हुन्थ्यो तिमीहरू दुईजना जुडुवा त होइन नि छुनु अनि तिमी मुनु है कति वर्षले जेठो कान्छौ 18 महिना 18 महिना हो तिम्रो गर्लफ्रेन्ड छ कि नै छैन दादाको छ क्यामेरामा त्यसरी नराखौँ होला कि क्यामेराम्यान ज्यू होइन अनि कति बजे तिमीहरू जान्छौ हामी 10 बजे 9:30 बजे जान्छौँ 5 बजे आउँछौँ हो ट्युसनबाट स्कुल ट्युसन एकै ठाउँ होइन र त्यही त 5 बजे 5 बजे आउँछौ 5 बजेदेखि 5 बजेसम्म टाढै राख्ने सुनिन्छ होइन अनि तिम्रो सबभन्दा फेभरेट सर कुन हो मेरो दीपक सर हो अनि तिम्रो मलाई दिपक सर हो अरू कोही मन पर्नुहुन्न मन पर्छ के पढाउनुहुन्छ दीपक सरले दीपक सरले हाम्रो गैडाकोट गौरव न हो मलाई त म्याथ तिम्रो बाबा कहाँ हुनुहुन्छ कतार बाबाको धेरै माया लाग्छ कि मम्मीको दुईटैको एउटालाई यसैले गर्नु पर्यो भने कसलाई रोज्ने आई डोन्ट नो हो तिमी खै अस्ति बाबा आउनु भएको थियो खै अस्ति आउनु हो अनि तिम्रो घरमा को छ अहिले म भाइ मम्मी 4 जना मात्रै आज कहाँबाट घुम्दै घुम्दै आइपुग्यो मलाई खोज्दै मम्मीले भन्नुभएको थियो नि हो मम्मीले अस्ति आउनुभएको थियो भन्नुभएको थियो त्यो हो वाउ मेरो माया लाग्छ लाग्छ तिमीलाई तिमीसँग पहिलो भेट सेकेन्ड भेट होइन हाम्रो यहाँ अस्ति घरमा अनि ल आजलाई यति नै गरौँ है त अर्को शनिबार आउने कि नै आउने है त ल हस् धन्यवाद बाबाई